यहाँकै पूर्वाधार र कर्मचारी सहायताहरू गरे विमानलाई त्यति रूपमा जानकारी गरेर तयार भएको कार्तिक 24 गते नै निर्णय भएको हो। तर त्यो बेलामा चाहिँ सुरक्षाकर्मीहरूको लागि यो त सुरक्षाकर्मीहरूको लागि हरेकमा चाहिँ 24वटा छ, यहाँ चाहिँ 96वटा बेडहरू छ। अनि यहाँको व्यवस्था प्रतिकूलताको बिचमा पनि जुन साथीहरूले जुन व्यवस्था वीरेन्द्र सैनिक अस्पतालको तर्फबाट गरिएको छ र यो राधेस्वामी संस्थाको तर्फबाट जुन यो ठुलो योगदान गरिएको छ त्यो एकदम प्रशंसनीय छ। अब सबैतिर गर्नुपर्ने जुन समन्वय हो त्यो भइरहेको हुनाले अब प्रारम्भ हुन्छ। हामीले सम्भव भएको ठाउँमा सबै ठाउँमा यस किसिमका पहल प्रयत्नहरू गरेका छौँ र सङ्क्रमणमा परेका बिमारीहरूको उपचारको लागि यो अत्यन्त उपयोगी हुन्छ भन्ने विश्वास छ।